Okay. Hi everyone, म हजुरलाई भाषा एप कसरी चलाउने भनेर फर्स्टदेखि सिकाउँछु है त। सबैभन्दा पहिला चाहिँ तपाईहरु यहाँ एप स्टोरमा जानुस्, एप स्टोर नत्र गुगलको प्ले स्टोर, अनि त्यहाँनिर गएर चाहिँ भाषा एप भनेर सर्च गर्नुस्। भाषा एप भनेर सर्च गर्नुस् है। अनि सर्च गरेपछि यो चाहिँ हाम्रो भाषा एप हो। यो चाहिँ हजुरले त्यसमा चाहिँ यहाँनिर साइन अप गर्ने। फर्स्टमा गएर साइन अप गर्ने, युजर नेम जे राखे पनि हुन्छ। एन्ड आफ्नो इमेल राख्नुस् अनि आफैले पासवर्ड नयाँ बनाउनुस्। फेरि त्यो नयाँ सेम पासवर्ड त्यहाँ राखेर साइन अप भनेर गर्नुस्। साइन अप गरिसकेपछि यहाँ साइन इनमा जानुस्। साइन इनमा गएर अघि जे हजुरले पासवर्ड राख्नु भएको त्यो चाहिँ हजुरले राख्नु पर्यो। पासवर्डलाई हजुरले साइन इन गरेपछि यो भाषा एप चाहिँ ओपन हुन्छ। भाषा एपमा चाहिँ यहाँ सबैभन्दा तल लर्न भनेको चाहिँ यो चाहिँ सबै पढ्ने कुरा हो। हजुरले अब कहाँनिर युज हुने शब्दहरू चाहिँ यहाँनिर सिक्न मिल्छ है त। धेरै कुरा चाहिँ यो लर्न सेक्सनमा छ। एन्ड लर्न सेक्सनमा धेरै टपिक्सहरू छ र प्र्याक्टिस गर्नको लागि चाहिँ यहाँ क्विजमा जानुहोस्। क्विजमा चाहिँ हजुरले बेसिक र एडभान्स दुइटै छ। बेसिक क्विजको नम्बर 1 मा गएर रिस्टार्ट गरेर यहाँ यो क्विज सबै गरिसकेपछि यता सबै गरेर चाहिँ हजुरले कम्प्लिट गरेपछि चाहिँ सो एउटा क्विजमा एउटा मात्र कन्सेप्ट सिकिन्छ। एन्ड यहाँ फिनिश गर्नु होला। फिनिश गरेपछि बल्ल तपाईको क्विज 2 ओपन हुन्छ। ओके, क्विज 2 पनि यो सबै हजुरले गर्नु होला। एन्ड लास्टको क्विजमा चाहिँ चिल्ड्रन प्ले एभ्री डे अनि यहाँ फिनिश गर्नु होला। यो फिनिश गरेपछि मात्र अर्को ओपन हुन्छ है त। एन्ड भाषा एपमा एआई च्याट पनि छ। एआई च्याटमा चाहिँ यहाँ गएर तपाईले कुरा गर्न मिल्छ। ओके, सो hey, how are you today? Hey, I'm doing great. Thanks for asking. How about you? I'm good. It's great weather today and I'm here making TikTok. Awesome. TikTok sounds fun. Enjoy the good weather. Okay, so यसरी तपाईले गफ पनि गर्न मिल्यो एन्ड यहाँ च्याट गरेर नि कुरा गर्न मिल्छ। हाई उताबाट पनि रेस्पोन्स आउँछ है त। सो एन्ड यु क्यान च्याट, यहाँ धेरै छ। च्याट सपोर्ट, इमेल सपोर्ट, रिडिङ कोच, इङ्ग्लिस टिचर सबै छ। अनि यहाँ ट्रान्सलेटमा गएर चाहिँ तपाईले यहाँ म आउँदैछु ट्रान्सलेट गर्नु पर्यो भने यो ट्रान्सलेट पनि यसले गरिदिन्छ। I am coming. Okay.